स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। नमस्कार मित्रहरू, आजको यस भिडियोमा तपाईहरु सामु एउटा महत्त्वपूर्ण भिडियो लिएर उपस्थित भइसकेको छु, जसबाट तपाईको जीवनमा मिराकल चेन्ज ल्याउनको लागि सहयोग पुग्नेछ। आउनुस् भिडियोलाई सुरु गरौँ। मित्रहरू, के हुन्छ निदाउन अघि? मित्रहरू, के हुन्छ निदाउनु अघि मोबाइल चलाउँदा? के तपाईको सुत्नु अघि मोबाइल चलाउने बानी छ? यदि छ भने यो बानी तत्कालै परिवर्तन गर्न जरुरी छ। यदि ख्याल गर्नु भएको छैन भने विचार पुर्याउनुहोस्। सुत्नु अघि यस्ता डिजिटल प्रविधिको प्रयोग गर्दा शारीरिक र मानसिक दुवै हानि गर्छ। यसले निद्रा नलाग्ने समस्या, निदै हाले पनि छोटो निद्रा पार्ने अनि बिहान उठ्दा शरीर गह्रो बनाउने गर्छ। के हुन्छ मोबाइल चलाउँदा? सुत्नु अघि टिभी, ट्याब्लेट, मोबाइल, ल्यापटप अनि अन्य इलेक्ट्रोनिक डिभाइसको प्रयोग गर्दा शरीरको आन्तरिक घडी बिग्रिन्छ। यो आन्तरिक घडीलाई सर्केडियन रिदम भनिन्छ। सूर्योदय र सूर्य अस्तको समयमा शरीरले आफ्नो आन्तरिक घडी रिसेट गर्छ। यही घडी अनुसार शरीरले विभिन्न आन्तरिक तथा बाह्य अवस्थाको लागि आफूलाई तयार राख्दछ। जब यो सर्केडियन रिदम बिग्रिन्छ, तब निन्द्राको समयमा शरीरमा उत्पन्न हुने मेलाटोनिन नामको हार्मोन उत्पादनमा दखल पुग्दछ, जसले निन्द्रा अनियमित बनाइदिन्छ र इलेक्ट्रोनिक डिभाइसबाट निस्कने छोटो वेभलेन्थको कृत्रिम नीलो प्रकाशको कारण शरीरको यो आन्तरिक घडीमा असर पुगेको हो। बेलुकाको समयमा जति बढी यस्ता इलेक्ट्रोनिक उपकरण प्रयोग गरिन्छ, त्यति नै निदाउन गाह्रो हुन्छ र छोटो निद्रा पर्छ। सुत्नु पर्ने समयमा नसुत्दा रेम चरणको निन्द्राको अवधि घट्छ, जसको कारण बिहान उठ्दा शरीरमा आलस्यता आउँछ। शरीरले पूरा आराम पाएको हुँदैन। यो निन्द्राको गहिरो चरण हो, जसले शरीरमा ताजगी फिर्ता ल्याउन मद्दत गर्दछ। साथै यही चरणमा सपना देखिन्छ। त्यसैले यो बेला व्यक्तिको आँखा चलिरहेको हुन्छ। यसरी सुत्नु अघि नियमित मोबाइल चलाउने बानीले बिस्तारै शारीरिक स्फूर्ति घटाउँदै जान्छ, जसले मानसिक रूपमा पनि विभिन्न समस्याहरू देखिन थाल्दछ। यो बानी हटाउन बेलुका सुत्नु अघि किताब पढ्ने बानी सुरु गर्न सकिन्छ। यसले निद्रा लगाउन पनि मद्दत गर्छ अनि ज्ञान पनि पाइन्छ। अर्को प्राविधिक उपाय पनि छ, किन्डल इलेक्ट्रोनिक उपकरण। किन्डल इलेक्ट्रोनिक उपकरण नै भए पनि किन्डलमा किताब पढ्दा अन्य उपकरण जस्तो हानि गर्दैन, किनकि त्यसले मोबाइल, ल्यापटप र ट्याब्लेट जस्तो कृत्रिम नीलो प्रकाश निकाल्दैन। त्यसैले सुत्नुभन्दा एक घण्टा अगाडि नै मोबाइल चलाउन बन्द गर्नुहोस् अनि हेर्नुहोस् बिहान उठ्दा कति सहज उठ्न सकिन्छ। देख्नुहुनेछ शरीरमा हिजो अस्ति भन्दा बढी ताजगी आएको छ। यस्तो बानी परिवर्तन गर्नु है भन्ने खालको जानकारीहरू तपाई केवल पढेर भन्दा पनि एकपटक आफै पालना गरेर सहजै त्यसको सत्यता थाहा पाउन सकिन्छ भन्दै आजको भिडियो भने यति नै। मित्र, फेरि पनि भोलि अर्को ज्ञानवर्धक भिडियो लिएर आउने बाचाको साथ अहिले भने यहाँबाट छुटिन्छु। कृपया भिडियोलाई मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब भने अवश्य पनि गर्नुहोला र तपाईहरु जहाँ हुनुहुन्छ मस्त रहनुहोस्, व्यस्त रहनुहोस् र सफल पनि हुनुहोस् भन्दै अहिले भने बिदा भयो। शुभरात्रि। नमस्कार।